मान्छे उठ्न पाएको छैन, यी गाईलाई कुडो खान हतार भइसक्यो। यो जाडोमा भन्ने बेला आगो पनि बल्दैन। यो डाम नानी कति कराउन सक्या हो? ओहो रानी, आगो बाल्न गाह्रो भयो कि क्या हो? हो नि बनाए, यो चिसोमा आगो बाल्नै गाह्रो हो। बरु आइज न सगा। हो, यसरी भनिहाल के गर्नुपर्छ। तेरो लागि त म जे पनि गर्न तयार छु। जा अब आगो खैले। खै अलि पर सर त, अप्ठ्यारो भयो यहाँ। छि नढकाल न। त्यति साह्रो घचेटेको चाहिँ छैन है। हेर त आगो बलेन, जान्नु पर्यो नि। देखिस् त कसरी आगो बल्दो रहेछ। ढङ्ग भए पो जहिले मोबाइल भन्यो, टिकटक भन्यो। धनुष, कसको फोन हो? कसैको नि होइन, साथीको। ल त आगो फुकेर कुरो बसाल्दै गर, अनि म तँलाई चिया बनाइदिन्छु नि है। ल जा। माया त गर्छिन्, आज चिया भोलि के हो। अब चाहिँ पाके जस्तो नि छ। होइन यो रानी अहिलेसम्म पनि आउँदैनन्। के चाहिँ गर्दैछ? रानी, ए रानी। होइन के गर्दैछ सो भित्र? आए नि आइज, भित्रै बसे नि बस। म चाहिँ हिँडे, तेरो चिया पछि खाउँला। बेबी अहिले फोन राखिदिन्छु ल, एकछिन पछि गर। हस् बाई। ला छोरी त अहिलेसम्म सुतिरहेको रहेछ। छोरू उठ न, स्कुल जान ढिला हुन्छ। उठ बाबा। ओहो कति तातो। ला छोरीलाई त ज्वरो पो आएछ त। छोरू उठ बाबा, उठ। पख है त, म बाबालाई बोलाउँछु। राज, राज, राज। के भो? किन कराए कि? यहाँ आउनुस् न, छोरीलाई ज्वरोले च्यापेछ। हत्तेरिका, कहिले के भन्छ कहिले के हुन्छ। होइन म त नसक्ने भइसके यार, तिमीहरूको अवस्था देखेर पनि। खै ल हिँड त। छोरीलाई डाक्टरकोमा लानु पर्यो, छिटो गर्नु न। तै लैजान, मेरो पनि बाहिर थुप्रै कामहरू बिग्रिरहेको छ।
मलाई तनावमाथि तनाव नदे। कहाँ लानु छ के गर्नु छ त आफै गर। नसक्ने भइसक्यो म। मलाई थाहा छ तपाईँ आजभोलि मसँग खुसी हुनुहुन्न। कसरी खुसी हुन सक्छु? साला बिहे गरेको यत्रो समय भइसक्यो, छोरी 5 वर्षको भइसक्यो, त्यसपछि एउटा सन्तान दिन सकिनस्, त्यही पनि छोरा। जबकि आजसम्म तेरो रोग डाक्टरले पत्ता लगाउन सकेन। मैले डाक्टरलाई फोन गरिदिएको छु, अहिले म गएँ। मामु किन रुनु भएको? बाबाले त्यस्तो गाली गर्नु भएर हो। म बाबाको सपना पुरा गर्छु। बाबाले मलाई माया गर्नुहुन्न है मामु। म पनि एक दिन ठुलो मान्छे हुन्छु। खै छोरी, तिम्रो बाबाको सधैँको किचकिच। तिमी पनि रोगी, म पनि रोगी। खै म हेर्न पाउँछु कि पाउँदिन? मामु छोरू नानीले किन कल गर्नु भएछ? हेलो हेलो नानी। भाउजू, दर्शन म बजारदेखि गाउँ आउन लागेको। हेर्नुहोस् न, गाडी नै छुट्यो। दादालाई लिन पठाइसियोस् न। ए आजै पो आउनु भएको? ल ल बस्दै गर्नु, म भनिदिन्छु। हस् भाउजू। हेलो हेलो भन। कहाँ हुनुहुन्छ? म यत्तिकै चोकतिर छु। बहिनी बाटोमा हुनुहुन्छ अरे, लिनु जानु। ए ल ल ल ल।
मेरी प्यारी बुनु, यतिका समयपछि घर आउन पनि मलाई फोन नगरी सरप्राइज दिउँ कि भनेर फोन नगरी आएको। मामुले पनि बसमा जानु भन्नुभयो, गाडी पनि छुट्यो अनि। ठिक छ त प्यारी, म आएँ त। ल म बाइक फर्काउँछु है त। रानी, कसरी भन्नु म तिमीलाई तिमी प्रतिको प्रेमको तृष्णा र तिमीसँग सजाएको सपनाहरू। रानी, यो केटासँग कहाँ जाँदैछ? रानी! बाबाई म गएँ है, राम्ररी बस। होइन, यो रानी मैले अहिलेसम्म नदेखेको केटासँग भनेपछि कुरा केही न केही गडबड छ। जसरी हुन्छ मैले यिनीहरूलाई रोक्नुपर्छ। के भयो दादा, किन रोक्नु भएको? मेरो एउटा महत्त्वपूर्ण कामको पो याद आयो हौ। यसो गर न, तिमी यहाँ बस्दै गर, म साथीलाई पठाइदिन्छु। म जानुपर्ने भयो है। हे यो दादा त कहिले के ल जानु। नरिसाउनु बुनु। ओइ कहाँ जाँदैछ? ओइ रोक। साले तँलाई त। ओइ रानी, त कहाँ जानु लागेको? अनि यो केटा को? तिमीहरूको निको चाल त देख्दिन म। एउटा आछ बाटो छेकेछ, अर्को आछ बाटो छेकेछ, यो चाहिँ को रानी? म को हुँ? म रानीको हुनेवाला राजा। साला बजाइदियो तेरो बाजा। रानी होइन, यो पागल के भन्दैछ? पागल? थाहा रहेछ त, फेरि किन रानी रानी भन्दैछस्? रानीको लागि हो म पागल। यो कुरा एक्काओस्। राज दाई, तपाईँ यो समाजको मान्ने गुन्ने मान्छे, तपाईँले यो कस्तो खालको कुरा गर्नुभएको? बस, यो भन्दा बढी नबोल। अब अरू कुरा सुन्नेवालामा छैन म। अहिले नै मसँग फर्किन्छस् कि सारा गाउँ उठाएर ल्याऊ। रानी, तैँले त मलाई राम्रोसँग चिनेको छस् नि। है रानी, मलाई बीच बाटोमा छोडेर नजाऊ। मलाई बुझ्ने कोसिस गर सौरभ, म अहिले जानै पर्छ। गयो, छोडेर गयो सधैँको लागि। माया, यो माया के हो? माया? माया धनुष त्यो एउटा फुल हो जसले सुगन्ध दिइरहन्छ। माया एउटा नदेखिएको काँडा हो। जसले यहाँ कोचिरहेको छ ताकि सहनलाई पनि गाह्रो भइराखेको छ। त्यो त माया होइन नि लाटा, त्यो त एउटा घृणा मात्र हो। घृणा भए घृणा नै सही। साँचो माया त मैले उसैलाई नै गरेको थिएँ।
हजार सपना सजाएको थिएँ, तर सब खतम खतम। पैसा तिर्नु है दाजु, मसँग छैन आज, म चाहिँ लागे। दादा सबै पैसा मै तिर्नुला नि त। उडायो सपना सबै भुलिए। पनि मजाले पाकेछ त। अहिले बिहान बेला नै पाक्दैन। गोबर त पहेँलै भएको छ त। अलि नयाँ रहेछ। पनि खान्छौ?
चिया हुँदै राख बाबा किन धारमा मुसेर ल्याउनु भएको पहिला चिया पिउनु न अलि सेलाउँछ अब नटोलाएर के गर्नु त के तयारी नै नगरी तेरो बिहे पक्का गरिहाल्ने बुझ्न छैन त्यसो भए के गर्नु बाबा अब के गर्नु नि जानु पर्ला नि यसो गाउँतिर किन गाउँतिर ऋण बस्नु जानु पर्यो त बाबा फेरि ऋण लिएपछि दिनु परिहाल्यो फेरि सामान्य रूपमा गाउँको दुई चारजना बोलाएर र मामाहरू बोलाएर टिका लगाइदिनु भइहाल्यो नि त बाबा कहाँ हुन्छ त त मेरो उल्टै सन्तान छु मनमा जतिसुकै चोट परे दुःख भएर सबै दुःख भएर खुसीका साथ धुमधाम गरेर तँलाई यो ठुलो रहन्छ ल त भात पकाउँदै गर म त्यहाँ राजबाबु कहाँ गएर आउँछु अनि बाबा तरकारी के पाउनु त्यही आलु पकाएन मिसाएर ल त्यहाँ टमाटर पनि पाकेछ अचार पनि बनाउला कता जान लाग्नुभयो काका किन चाहियो जता लागे पनि अरे के भयो काकालाई राम्रो तरिकाले सोद्धाखेरि त राम्ररी नै जवाब दिन नि फेरि बुढेसकालमा खुस्कलायो अड्डीहरू 2-4 दिन भयो मुड खराब भइरहेछ नि फेरि किन अब मेरो पनि मुड खराब बनाउनु पर्यो तेरो हात खुट्टा भाँच्यौ ल त हेरौँ मेरो हात खुट्टा कसरी भाँचिँदो रहेछ यसले त साँच्चै पो सुटायो भाँच्यो होइन त बुढा मेरो हात खुट्टा यो उमेरमा धेरै जोसिनु राम्रो होइन नि फेरि आफ्नै हात खुट्टा भाँचिएला बाँच्नु पर्ने त तिम्रै हो बुढा छोरी अर्कैलाई दिएर साला धेरै सोझो भएछ ल छोरी कति मोबाइल हेरिरहेको ल छोडा धेरै धेरै हुँदैन ल ल खाना खाऊ
धेरै हेर्नु हुँदैन मोबाइल धेरै हेर्नु हुँदैन ल खाना खाऊ ल आज मैले चिची पकाएको छु है हाम्रो छोरीलाई ल ल ल अनि खाना खाने त्यसपछि स्कुल जानुपर्छ ल ल ओके गुड छोरी ल है चिची खाने ल ल आएन त ल छोरी चिची खाने है हस् ल छोरी मैले खाना बनाएको कस्तो छ मिठो छ ल ठिक छ ल पक्कै म गिलास लिएर आउँछु ल ए छोरी आफै खाए कि ल ठिक छ ल म पानी हाल्छु है यानी छोरी ल ओ ओ ल ल ल ओके ओ ओके ल मामु 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 भरे बेलुकी आउनुहुन्छ खाऊ त छोरी के भयो ओके ओके ल यति खाना कहाँ हुन्छ त्यसरी ल यति सघाउनु पर्छ नि मेरी छोरी अब धेरै नखाने भन ल छोरी बुढी अगाइसक्यो भन न यो डायलग थोरै त्यसदेखि लिनेको छ होइन यतिमा ठिक छ राज भाइ ए राज भाइ कता हुनुहुन्छ ए हजुर म भित्रै छु भित्रै आउनुहोस् न छोरी पुगेको हो अब पुगे है छोरी लात धुन जाऊ त्यसो भए हात धुन जाऊ ल ओके छोरी यो हात थाल्दै जाऊ ल राज भाइ नमस्कार ए नमस्कार हजुर नमस्कार अनि दाइ के कति कामले पाल्नु भयो नि तपाईँ त मेरो घरमा हत्तापत्ता आइ नपुग्ने मान्छे भन्नुहोस् न खासमा कुरा के भन्दा नि राज भाइ अब मेरो छोरीको बिहेको बारेमा हजुरलाई थाहा छँदैछ अब आउने महिनाको 15 गते बिहेको मिति पनि पक्की भइहाल्यो अहिले आफूसँग भनेको बेलामा 1 रुपियाँ छैन लो न राज भाइ यसो सहयोग गर्नु पर्यो खै मान्दै अहिले मसँग भनेको बेला खासै रुपियाँ पनि छैन हजुरलाई के कति चाहिने हो राज भाइ मलाई जसरी भए पनि 1 लाख रुपियाँ मिलाइदिनु पर्यो मेरो बिन्ती छ हजुरलाई राज भाइ ए राज भाइ हजुर 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 हैन किन टोलाउनु भएको
कि मलाई सहयोग गर्नुहुन्न? त्यस्तो के होइन दाइ, हुन्छ नि, किन सहयोग नगर्नु, तर एउटा मेरो शर्त छ। कस्तो शर्त भन्नु न भाइ। खासमा कुरा के हो भने दाइ, सुन्दा तपाईँलाई नराम्रो लाग्ला, कारणवश भोलिको दिनमा रानीको बिहे नै हुन सकेन भने तपाईँको छोरी मलाई दिनुपर्छ। होइन, के कुरा गर्नुभएको राजभाइ? यो तपाईँको परिवार छ, तपाईँको बालबच्चा छ, त्यसमाथि मेरो छोरीको बिहे पक्का भइसक्यो। तपाईँ जस्तो मान्छेले यस्तो कुरा गरेको त सुहाएन नि। के गर्नु दाइ, रहर होइन, बाध्यता हो। आजभन्दा भोलिभन्दा पनि ठुली भइसके, तर छोराको रहर पुरा गर्न सकिरहेको छैन। के गर्नु, श्रीमतीलाई कस्तो रोग लाग्यो, अब चाहेर पनि उनीबाट सन्तानको अपेक्षा राख्न सक्दैन। त्यो खालको अवस्था रहेन। यो कुरा म तपाईँलाई पहिले नै राख्न चाहन्थेँ, तर समय उल्टो चलिदियो। अनि तपाईँको श्रीमतीले बहुविवाहको केस गर्लिन् नि, नियम कडा छ। हुन त तपाईँ आफै जान्ने बुझ्ने मान्छे। यो सब मेरो जिम्मामा भयो दाइ। श्रीमती, परिवार कसरी मिलाउनु पर्छ हजार त छु। तपाईँको छोरीलाई म महलको रानी बनाएर राख्नेछु। ठिक छ, भोलिको दिनमा आइपर्ने समस्याहरू झेल्न सक्नुहुन्छ भने मेरो भन्नु केही छैन। मेरो छोरी महलको रानी हुन्छ भने म पनि खुसी छु त्यसमा। ठिक छ, उसो भए म तपाईँलाई बेलुकीतिर घरमै पैसा ल्याइदिन्छु नि है। हुन्छ, म ढुक्क भएँ है त राजभाइ। बाबा पनि यतिखेर भइसक्यो, आउनु भएको छैन त। बाबालाई नि फ्री नै भयो मेरो बिहेको कारण। ऋण खोज्न जानुभएको, पैसा नि पाउनु भयो कि नै। ₹100 पनि कल गरेर बरु आफै गर्नु पर्ला। यो ₹100 पनि किन फोन अफ गरेको होला? आफूले यहाँ कस्तो बोल्न मन लागिरहेछ। यो कस्तो मेरो जिन्दगी। आफूले धेरै माया गरेको मान्छेसँग हिँडेर बाँच्नु पर्ने। म कसरी रानीलाई भुल्न सक्छु? रानीलाई सम्झिएरै अनि रोएरै बित्ने भयो मेरो जिन्दगी। यो गाउँ समाजले पनि पागल भन्न थाले। पागल त म थिइनँ, तर रानीको मायाले पागल बनायो। पागल। सारा गाउँको माझ चोट दिनु देश रानी।
ए भाउ यहाँ हेर त मेरो जिन्दगी जब एउटा केटीले मेरो मनको माया बुझ्न सकेन अब म बाँच्नु भनेको खाली रुनु मात्रै हो। यो कस्तो कर्म दियो भाउ न म हाँसेर बाँच्न नै सक्छु न त सहन नै म के गरौँ। अब म यो गाउँ नै छाडेर जान्छु यो त म पागल बन्छु। ए रानी पक आखिर मलाई छोडेरै जाने भइस छैन त। यदि मेरो भइनस् भने म अरू कसैको हुन दिन्न मारिदिन्छु म तँलाई। धनुष यो के पागलपन हो तेरो? हो म पागल हुँ तेरो मायाले पागल बनायो। अब थाहा पाउँछस् यो पागल मान्छे कसरी बोलाउँछ। तँलाई मारिदिन्छु र म पनि मर्छु। हामी सँगै त बाँच्न सकेनौँ तर सँगै मर्नु त सक्छौ नि। मारिदिन्छु म तँलाई मारिदिन्छु मारिदिन्छु म। प्लिज होसमा आइज अगाडि नबढ धनुष प्लिज धनुष मारिदिन्छु म प्लिज मारिदिन्छु म। प्लिज धनुष होसमा आइज अगाडि नबढ। के गरेको तैँले यो? नाइ धनुष मारिदिन्छु म तँलाई। नाइ धनुष न त मैले चाहेर तँलाई मार्न सक्छु न त भुल्न नै सक्छु। अब भनिदिएर म के गर्नु र त त्यही केटा चाहन्छस्। अब म कसरी हेर्न सक्छु तेरो सिउँदोमा अरू कसैले सिन्दुर भरेको अनि म कसरी सहन सक्छु यत्रो पीडाहरू। नाइ रानी म सहन सक्दिनँ। पल तेरो यादमा मर्नुभन्दा धेरै अगाडि मरिदिन्छु।